हामी मम्मी छोरी आज जान लागेको छौँ हरियो भाषा भिजिट गरिसक्यो मकै भाँच्नु आऊ वाह जाने मेरे दिल को क्या हो गया यहाँ कति राम्रो थियो हेलो वेलकम ब्याक टु माई एनदर भिडियो गाइज फेरि पनि स्टार्ट गरिसकेको छु बिहानैदेखि भ्लग गर्नलाई अनि हामी मम्मी छोरी चाहिँ आज जान लागेको छौँ बारीतिर कि मम्मी त नजाने हौ म चाहिँ मकै उकाउन मम्मी डोका ल्याउँछ हेलो गाइज वेलकम बैक टू माई चैनल कैसे हो दोस्तों बढ़िया खूबसूरत पलहरू त घाँस नदे होस् चल्छ आउँदैछ ए के हो तिनीहरू त्यहाँ खालि खेल्दो रहेछ उ त्यो भाग्छ होला नि गरे भने यसले त नि यतै हेर्छ घाँस खान छोडेर नजाने मेरे यो हाँस दाजुले टोक्छ है कहिले फल्छ यो बोर्ड होस् टोक्दैन ओहो काँक्रा फलेछ गाइस बोट मात्रै यसै हुँदैछ हो सुरुमा एक अलिअलि फल्छ अनि पछाडि काँक्रा कुकुर फल्छ अलिअलि भ्यू नै उस्तै राखिँदैछ होला कसले उठाएछ तपाईँले कि बाजेले उठाउँछ नि बाजेले उयो चाहिँ माउले खाइहालेछ त्यो माथि पनि गाल ठाङ्गुलठुङको एक दुईवटा होस् होस् यो चाहिँ बिउ राख्नुपर्ने नानी उतो माथि डल्लो यो डल्लो खालको खानुको लागि त यो सबै फल्छ फेरि पछिसम्म हुन्छ यो ओके मासिसकेको कहाँबाट एक दाना आएछ एक दाना डल्लो चाहिँ मिठो डल्लो चाहिँ मिठो 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 पनि हुन्छ साफी पनि फल्छ क्या त्यही अनि पछिसम्म पनि रहन्छ यताबाट जानुपर्छ बित्तिकै हिँडेर त नै राख्दैछ ए आउनुभयो म्याम पनि घर पर्खिने त होइन उता रोडमा टाढीको रोडमा हेर ठोकिँदै ठोकिँदै अगाडि उसलाई पुग्नु भने हेन छिटो झोर्याम झोर्याम यो नकाट्दा पो टर्ने काट्नु थाल्यो भने एक हप्तामा फिनिस्ट तर मजाले पलाउने रहेछ साँच्चै हेरे अस्ति के गरे होला मात्रै सम्झे बित्थामा मर्ने बेला हरियो काँक्रा मैले हिजै हेरेको सक्नु आँटेको थियो छिटो मान्छे पकाउ छिटो आधी पत्र त भित्तातिरै होला यो आया हौ ढेसिङ हान्दैन आइज न कहाँदेखि छिरेको हो त्यसै गर्दैछ बिचदेखि स्वाटै छिरिआयो अहिले खोर्सानीहरू फुल्न थालेछ है बा छुइदियो भनेर हेरेको होला छुइदिनँ आम्मा बोमा के साह्रो त्यो अरे हेर्नु भएको थिएन आछि आबु अनि आबु
आफै चन्द्रिकाले बरु कतिचोटि भिजिट गरिसक्यो कुन्ताको बेडहरू पानी छिर्यो यो बाख्राको मल बढी भएर चाहिँ डाँडामा पनि हिँड्दो रहेछ बाख्राको मल चाहिँ लाउनै हुँदैन दाजुले किन यो खोर्सानीलाई खियालेको खाँदै छैन अरे हिजो त लिएन परै फ्याँकिराख्यो पल्लोपट्टि यो यिनीहरू पनि मिठा चाहिँ नै रहेछ उयो कल्ला उयो त्यो सिङ चाहिँ के भएर भाँचेको सुनि उयो कल्ला यो कल्ला भनेको बुझेँ तर माथिल्लो कल्ला पनि वारपार अरे अनि उत्ता भाँचिन अह हो त्यो पनि म त यो हाँगासम्म मात्रै आएँ त्यो एकै खालको अहिले यो बाजेले यो खालको भाँच्दैछ मासि मिसी जान्छ के ए यो खालको भाजी लैजा अहिले एक भारीमा त सक्दैन दुईचोटि आउनुपर्छ यसको लागि अनि म भरे म आउँछु होला त्यो हरियो चाहिँ छोडिराखे छान्नु पर्ने पो छान्नु पर्ने होइन अब हरियो कता कता मात्रै छ बाजेले अघि भन्दै थियो त हरियो छोडिराख सुकेको मात्रै ल्याइ भन्छ खोइ भाँचु न दुईजनाले म अनि त्यहाँ पाठा घाँस डाली घाँस अलिकति पाठाहरूले त कटुवा खाँदै छैन हेर्दैछ मजाले छ एक लात्ती खाएर पहिला त्यहाँदेखि त्यसको डर लाग्दैछ किन हाम्रो भन्दा ठुलो त छैन है पल्लो ठुलो देखेको थिएँ हेर न बलियो र ठुलो देखेको ठुठीलाई हाम्रो मालेको के भयो थिएन ऊ पो डर्नु हुँदैछ यहाँ अहिले त हाम्रो यत्रो गाईहरू कसरी पाल्दैछ हौ हिजो त मोटो मोटो देखिँदै थियो आज त सुकी के भयो कहिले नदेखेर त्यस्तो पल्लो गोरुहरू त बल्ले बल्ले अन्त पल्लोहरू अलिक ठुल्ठुलो देखेँ जा घाँस काटिदिए चन्द्रिका सुरेश काकाहरूको पो त गोरु त त्यो सिरको उहरू लाटा हुन्छ होला हौ सिरोहरू त हेर न होइन बदमासी हुन्छ ए हो र डन भएको हेर न गोरुको अगाडि चन्द्रिका हिजो चुप लागि उ गर्दै थियो नेउलीमा बोजूले पालेको गाईमा यो ए गाई पो यो त एउटालेको तल आज म त चारवटा गोरु पो भन्दैछु पल्लो 3टा गोरु यो गाई यसो छोरै होला त्यो एउटा चाहिँ यो त दाउनु पाङ्सा चियारै यो बाछा बेच्ने होला के धाउँछ बेच्ने भन्दै थियो अन्त अस्ति नै बाजे के ल्याउनु अर्को हल्को दिदिनु के भन्दै थियो तेरो बाबा त्यसो भयो सकिँदैन होस् पर्दैन सकिँदैन नि अब कस्तो बाख्रा नै सक्दो थिएन कि मैले गोरु जोत्नु थालेँ भने मात्रै बाहिरबाट हेरेर कस्तो फेरि हाल्यो पुस 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 म तरबारी जान्छु के बाबुले के भन्यो तेरो हिजोको मेलो भातीलाई न त्यसो भन्दा त उठि निस्केँ त म अनि म चाहिँ सम्झेन कुन मेरो हिजो त सबै सकाएको खोइ तानी हेर म आउँछु माथि उताको छ त अनि उता पनि छ यो हरियो चाहिँ छोडिरहेको उता उसले त उता त गरेन अनि के यो ढोड खाँदैछ साथी पाठाहरूले खान्छ कि हरियो चाहिँ नभएको छ झन्डै भाँचे हो उयो छोडेको हरियो नभएको सुकेको मात्रै भएको हरियो निस्केको दुईटा डोको भात छिटो हुन कोटाउँदै पो छोड्नु हुँदैछ अनि बाहिर सुकेको पछि सुकेको हरियो भने हरियो नि के हो हरियो भाँच सुकिसकेको छ हुँदैन त भित्र काँचो हुन्छ हो त्यसो कसम यो मोबाइल अन नभएको भए चाहिँ आइ नै सक्थ्यो बाङखुडे हात उतल उ लडेको त्यो पनि हरियो छ सुकेको चाहिँ हरियो हरियो चाहिँ सुकेको देख्न हरियो उ माउला छ कि पछि लडेको भए चाहिँ भाँचे नि यस्तो नभएको यो हरियो यो माउले अलिक हरियो खान्छ माथि हरियो थुप्रिँदैछ त्यो त बाजेले गोही सर्नेमा भाँच्नु भएको गोही सार्नेमा गोही सार्नेमा भाँच्नु भएको त्यो होइन हो त लाँदा हुन्छ खानु अहिले गएर खानु
होइन बनाइ खानुसम्म भ्याउँदै छैन नि तेरो आमाले त्यो मोबाइल हेर्नुको हतार मोबाइलले कि बिहानभरि सुत्नुले ओ गाई हो बिहानभरि सुतिन्छ भनेपछि यो गाई धुना सुकिसकेको रहेछ ऊ भइसकेको रहेछ खाएर माया लाग्छ म पनि बस्तु त पाल्दिनँ माया लाग्दो रहेछ सुँगुरहरू पनि माया लाग्छ नि माया लाग्छ सुँगुर पनि माया लाग्छ बस्तु नपाली अब बस्तुबाटै पैसा हुन्छ बेच्दाखेरि माया लाग्छ नपालिएन भने पैसा आउने बाटै हुँदैन तानिलो मोलो के गर्नु अब मायाले सबै खाँदैन हरियोमा मोयो है खाड्डानी छ नुनिनको अनि किन म त्यत्रोको यति मात्रै भन्छु अनि म खेक्सीसम्म भन्छु त्यही खेक्सी सम्झिन् त्यो चाहिँ वारपार है बाजेले मकै धन्दाको तर मकै त भातको पाउँदै परतिरको होला नि धन्दाको त होइन त्यो छाम देखेको रहेछ नि ए त्यही भएर मैले उ गर्दैछु त बाजे नै राख्नु नि भुइँमा गरौँ हुँदै छैन डाँडामा ठिक्क फेरि बाँध्दै रोप्नुपर्छ माथिल्लो पल्ला आलु रोप्नु अरे अनि गैरीमा गैरीमा बोडीहरू ओइ झन्डै ढोगे हौ कोदो नै रोप्नुपर्छ यो लट्याहरू टिपिन सर कहाँ थियो हौ देखिनँ कहाँ देख्छ मकैहरू माथि नै छ नि त बाजेले कहाँ गाईमाको मुखो मिलाइदिनु भन्दै किन लट्टे टिपौँ न त गाई सब्जी पनि भेलाउँदै आएको सापी रहेछ नि लट्टेकोबाट सबै नखाएर छिपाइ पठाएको रहेछ छिपी गयो अनि के पो किराले त्यो पनि सुकेको छ बनाइ खानु जाने पो त भ्याउँदैन त तेरो आमा भन्नु नि फेरि मकै त निकाल्नु नभ्याएर घाँस हुन्छ कस्तो बोलेको ओइ झन्डै फेरि कस्तो बोलेको उचाले निकालेपछि सकिहाल्ने रोटेर अहिले नै सक्ने रहेछ यो हिजो पहिला भातीको खालको अस्ति बाजेले पनि खाँदाखेरि अलिक राम्रो जस्तो लाग्यो कि होला म त चिन्दिनँ काल पोखेर रहेछ अलिक कलिलो खाने भने यहाँ रहेछ खाँदिनँ मेरो दाँत त्यतिकै नै मकै खानेले देखेर खाँदिनँ अरे हिजो खाँदै भेटी लग्यो भन्दा खान्छु नि मम्मीले पोलेको देखेर तर्से पनि धेरै मकै भाँचेको हौ मकै भाँच्नु आउँ है आछि छ ए लु उखाली लानु टेप खानमा हौ ए बगलै पो रहेछ कि क्या हो खोज्दा त भेटिँदैन पो हतपत छैन रहेछ हौ एउटा मात्रै रहेछ लट्टे पनि नाटकै गर्दैछ ए कति राम्रो लट्टेले नाटकै गरे नि
छैन एउटा मात्रै रहेछ राम्रो अब म गएँ फर्सीको मुन्टा टिप्नु फर्सीको मुन्टा टिप्नु गएँ साथीहरू फर्सी पनि फेरि धेरै 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 रहेछ बायाङै रहेछ बायाङ रहेछ ना जाने मेरे दिल को क्या हो गया यस्तै हाय हाय ठाउँमा नाच्छ नि साथीहरू त्यो गीतमा अभी तो यही था भी खो गया स्विजरल्यान्ड भन्दा कमी छैन नि मेरो गाउँ पनि साथीहरू आमामामा शाहरुख खान यस्तै टिप्नु पर्ने होला बाह्रको मल लिएर हालिदिनु पर्यो सोच्दै थिएँ त हो गया है तुझको तो प्यार सजना हो त्यति उता गाउनु त म गाउनु न एकचोटि लाख कर ले तो इनकार सजना भन्छ नि रमाइलो गर्नुपर्छ क्या घरिघरि बुढी मान्छेलाई गीत गाउनु लाएर बुढी मान्छेको चाहिँ के हुँदैन स्वरले कराए गीतै उफ्रे नाचे अरे ठुलै भन्नु मेरो सुरुवात झरी भयो अलि लड्नुहुन्छ है यो चाहिँ तर्सियोला होइन तर्सी तपाईँको तर्सी असारमा फल्ने भनेको त्यो कुनको त गेडा लागेको रहेछ फुल्दो त रहेछ फर्सी जति लाग्छ नि तर्सी जति रहेछ चप खानु पहिला बोजूले चप पो यस्तोको फुलको पनि बनाएर खुवाएको थियो भुइँजा भने टक्की भाज्दै तरकारी खाने हिजै हेरेको त मैले त्यसरी त होइन त नानी तल यस्तो डाख्लामा पो भाज्नु पर्छ त हुन्छ यसरी पनि माथि पो भाद्दो रहेछ यस्तोमा भाज्नु पर्छ जाने 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 यसरी दुई हात नचलाइ त होइन भाँचिँदैन छैन नलिपु होस् यो चाहिँ राम्रो छ बा फल्छ फल्छ नि किन फल्छ पछि गेडा उसिनी खानुमा त मिठो लाग्छ पुग्छ अब त यतिले खोइ हेरौँ एउटा भेटेछ नि तिनवटा भन्नुहुँदै थियो खोइ म खिच्छु आन्टीको यहाँ छ मेरो अनि कति मजाले खोज्दा भेटिँदै छैन पो यो टेपा त ए झरी के यहाँ पनि साह्रै मिठो पो हुन्छ त वाह पक्कै उम्रेकै छ अस्ति यत्रो झन् एकले लगेको कहाँदेखि हो त्यहाँ माथिदेखि नै हो एकले र यत्रो कसम अनि एक छाक एउटाले नै ए यहाँ पनि रहेछ एउटा एउटा उता मिठो यो हुन्छ झोल लाउनु पर्छ भेलाउनु पर्ने खालको रहेछ वरिपरि कति मजाले फेरि पला कता कता पलेको छ होला देखिँदैन कुही जान्छ खोजिँदैछ त्यहाँ पर कोले देख्नेहरूले टुक्लुक पनि टेप खान नै
टेपखानमा सानो टेपखानमा ए ऊ त्यता पनि रहेछ के अरे मम्मी कसको त्यो त्यो आलो आलो भर्खर भर्खर गोरु मलाएर छर्यो भने साह्रै राम्रो हुन्छ गइसकिएछ नि उतापट्टिको तपाईँहरूको म त थिएँ कि छुइनँ बाजुले अनि ए सबै पाङ पुङ सुपको खोवा साँच्चै कति राम्रो उम्रेको नि ओहो कति मजाले कति फेरि के त्यो आलो आलो मलमा गऱ्यो भने राम्रो हुन्छ इ यहाँ पनि जोतेर उ गऱ्यो भने तर मजाले धुनु पर्ने रहेछ यो चाहिँ छम छम धुनुपर्छ यो त बिस्तारै नानी जस्तो नि भाग्यो अब त छैन होला किनकि उँभो छ भित्रतिर वाह खै ल भाँचिसकेको ऊ मकै छानेको लो मजाले अब दालसँग ल यो त इम्सा रहेछ पूजनलाई फोन गरेको थिएँ भोलि गाडी जान्छ भन्दै थियो यहाँ माथि नै आएको छ होला यहाँ माथि घरमै नै हुँदो रहेछ आजकल त साँच्चै नै उम्रेको अब लगेर भात चाहिँ पकाइराख्नु भएको होला हिजोकै छ ए। हामी दुईजना आमा दाजुभाइ उसको भाइ उता खेताला। बस्छ नि। ऊ दोकान निस्किँदै थियो अङ्कल चाहिँ ए ऊ कान्छा अङ्कल चाहिँ मसँग ए ए कान्छा अङ्कल लु जानु है अब म पनि मकै चाहिँ लानु पर्यो मकै मम्मी कहाँ पो पुग्नुभयो मेरो सब्जीहरू यहाँ अबे झन्डै झारिरहेको छु नि कहाँ पुग्नुभयो तपाईँ त जानुभयो आक्का काका काएँ ओको गोरुलो काका काका काएँ कति मजाले फेरि भेट्नु भएको लु अब यो भारी कम्बरको सत्यनाश आज चाहिँ जे होस् पानी परेको छैन फुक्को छ साथीभाइले ला यहाँ कति राम्रो थिएछ च्याउ छोडिराख्नु भयो देख्नु भएन हामी चाहिँ खाँदैनौँ क्या साथीहरू त्यही भएर हामी चाहिँ टिप्दैनौँ चन्द्रिका आऊ है बल्ल बल्ल ल्याएँ घुमाउरो बाटो चाहिँ आइछु क्या साथीहरू अनि दाल बसाएर गएको थियो अब चाहिँ खाना बनाउनुतिर लाग्छु सब्जी ल्याइहालेँ दामी लाग्छ पहिला चाहिँ एउटै मन पर्थेन मलाई यो मुन्टाहरू यस्तो फर्सीको मुन्टाहरू अहिले चाहिँ मनपर्छ क्या अति लट्टे चाहिँ पहिल्यैदेखि फेभरेट हो मकै सुकाइराख्नु भएको रहेछ